नमस्कार सबैजनालाई। यो चाहिँ भुटेको भात अनि अन्डा मिसाएको। मलाई चाहिँ भुटेको भात पनि धेरै मनपर्छ। स्टार्ट गरौँ है। आज फेरि ड्युटीमा मिटिङ भएर बिहान सामान किन्ने जस्तो छ त्यस्तै देखाउने हो होइन। म चाहिँ पुरै गाउँको मान्छे हो। हाम्रो चाहिँ घरमा कहिलेकाहीँ भात पनि यसरी भुटेर खाइन्छ होइन। अहिले पनि पहिला धेरै खाइन्थ्यो भुटेको भात। अनि त नलिनु होला। मलाई चाहिँ सब्जी मात्रै राम्रो हुनु पर्दैन क्या। जस्तो सुकै भयो भने भात त रुच्छ मलाई पनि। भुटेको भात हो। सबै भात भर्खर 2-3 दिन भयो भिडियो बनाएको। सायद नराम्रो भए पनि माया गरिदिनु होला। बिस्तारै बिस्तारै राम्रो भिडियो हाल्नेछु। फलो गरिदिनु होला। जय नेपाल।